गर्भवती अवस्थामा केही फलफुलहरूले तपाईको गर्भमा असर पार्न सक्छ। त्यस्तै केही फलहरू छन् जुन हामी स्वस्थ भन्छौं तर गर्भावस्थामा खाँदा खतरनाक हुन सक्छ। किन, कसरी र कुन कुन फल हो त ती? स्वागत छ तपाईलाई ज्ञानसागर स्टुडियोमा, जहाँ हामी स्वास्थ्यसँग सम्बन्धित सत्य र वैज्ञानिक जानकारी दिन्छौं, त्यो पनि तपाईको आफ्नै सरल भाषामा। म आज तपाईहरुसँग एउटा यस्तो विषयमा कुरा गर्न चाहदैछु जुन हरेक गर्भवती महिला र उनका परिवारका लागि अत्यन्त महत्त्वपूर्ण छ। हामी सबैलाई थाहा छ कि गर्भावस्थामा पोषणको कति ठूलो भूमिका हुन्छ। हामी स्वस्थ बच्चाको चाहना गर्छौं र त्यसका लागि हामीले के खान्छौं भन्ने कुराले धेरै फरक पार्छ। कल्पना गर्नुहोस्, एउटी खुशी गर्भवती महिला आफ्नो बच्चाको आगमनको तयारी गर्दैछिन्। उनी हरेक कुरामा ध्यान दिन्छिन्, पोषणमा पनि। डाक्टरले फलफुल खान सुझाव दिनुहुन्छ किनकि फलफुल भिटामिन र खनिजको भण्डार हो। उनी बजार जान्छिन्, रंगीन र ताजा फलफुलहरू देख्दा उनको मन खुसी हुन्छ। तर के उनलाई थाहा छ कि यी सबै स्वस्थ देखिने फलफुलहरू गर्भावस्थामा सुरक्षित नहुन सक्छन्? आज हामी यिनै प्रश्न चिन्हमाथि प्रकाश पार्नेछौँ। हामीले केही यस्ता फलफुलहरूको बारेमा कुरा गर्नेछौँ जसलाई गर्भावस्थामा सकेसम्म नखानु नै राम्रो हुन्छ, किनकि कहिलेकाहीँ स्वस्थ भनिने कुरा पनि विशेष अवस्थामा हानिकारक हुन सक्छ। हामी यसको पछाडिको कारण र त्यसले आमा र बच्चालाई कसरी असर गर्न सक्छ भन्ने बारे पनि विस्तृत रूपमा छलफल गर्नेछौँ। आउनुहोस्, अब हामी मुख्य विषयवस्तुतर्फ प्रवेश गरौँ। के हुन् त ती फलफुलहरू जुन गर्भावस्थामा सावधानीपूर्वक सेवन गर्नुपर्छ वा पूरै रूपमा त्याग्नुपर्छ? नम्बर 1, पाइनापल, भुइँकटहर। पाइनापल हेर्दा जति सुन्दर र स्वादिलो छ, गर्भावस्थाको पहिलो त्रैमासिकमा यो त्यति नै जोखिमपूर्ण पनि हुन सक्छ। भुइँकटहरमा ब्रोमेलिन नामक इन्जाइम हुन्छ। यसले गर्भाशयको मुखलाई नरम बनाउन सक्छ र समय नपुग्दै प्रसव, प्रिटर्म लेबर वा गर्भपात, मिसक्यारेजको जोखिम बढाउन सक्छ। कुनै ठाउँमा त सुत्केरी पिथा लगाउनका लागि कहिलेकाहीँ भुइँकटहरको जुस खुवाउने परम्परा पनि छ, जसले यसको असरलाई पुष्टि गर्छ। त्यसैले विशेष गरी सुरुवाती दिनहरूमा यसबाट बच्नु नै राम्रो हुन्छ, अर्थात् प्रेग्नेन्सीको फर्स्ट ट्राइमेस्टरमा पाइनापलको सेवन गर्दै नगर्नुहोस्। नम्बर 2, मेवा, पपाया। मेवा 2 प्रकारको हुन्छ, पाकेको र काँचो। पाकेको मेवामा प्रशस्त भिटामिन सी र फाइबर हुन्छ जुन स्वस्थ हुन्छ, तर काँचो वा आधा पाकेको मेवामा ल्याटेक्स नामक तत्त्व हुन्छ। यो ल्याटेक्सले गर्भाशयको सङ्कुचन गराउन सक्छ, जसले समय अगावै प्रसव पीडा वा गर्भपतन गराउन सक्छ। धेरैजसो गाउँघरमा गर्भवती महिलालाई काँचो मेवा नखान सल्लाह दिन्छ किनकि यसले तातो गराउँछ भन्ने विश्वास छ, गर्मी पैदा गर्छ भन्ने विश्वास छ। वैज्ञानिक रूपमा पनि यो कुरा सही छ। त्यसैले गर्भावस्थामा मेवा खाँदै हुनुहुन्छ भने राम्ररी पाकेको मात्र खानुहोस् र काँचो मेवाबाट टाढै रहनुहोस्। नम्बर 3, अंगुर, ग्रेप्स। अंगुर स्वादिष्ट र रसिलो हुन्छ, तर यसको सेवनमा पनि ध्यान दिनुपर्छ। अंगुरको छालामा रेस्वेट्रोल नामक तत्त्व हुन्छ जुन केही अध्ययनका अनुसार गर्भवती महिलाका लागि त्यति सुरक्षित नहुन सक्छ। र अर्को महत्त्वपूर्ण कुरा के छ भने अंगुरमा अत्याधिक मात्रामा पेस्टिसाइड, कीटनाशक प्रयोग भएको हुन सक्छ। राम्ररी नधुँदा यी पेस्टिसाइड शरीरमा जान सक्छन्, जसले आमा र बच्चा दुवैलाई हानि पुर्याउन सक्छ। बजारमा पाइने धेरैजसो अंगुरमा रासायनिक पदार्थ प्रयोग गरिएको हुन्छ। त्यसैले यदि तपाई अंगुर खाने सोचमा हुनुहुन्छ भने सकेसम्म
अर्ग्यानिक अंगुर छान्नुहोस् र राम्ररी सफा गरेर मात्र खानुहोस्। यसको सट्टा अन्य सुरक्षित फलफुलहरू जस्तै स्याउ, किरा, सुन्तला आदि खानु राम्रो हुन्छ। नम्बर 4, काँचो अम्बा। अम्बा भिटामिन सी को राम्रो स्रोत हो र सामान्यतया यो स्वस्थ मानिन्छ। तर काँचो वा आधा पाकेको अम्बा गर्भवती महिलाका लागि समस्याकारक हुन सक्छ। यसले कब्जियत वा पखाला गराउन सक्छ, जसले शरीरमा पानीको कमी, डिहाइड्रेसन गराउँछ र गर्भावस्थामा यो राम्रो मानिँदैन। काँचो अम्बा खाँदा पेट ग्यासले भरिने र पेट दुख्ने समस्या धेरैलाई हुन सक्छ। गर्भवती अवस्थामा यस्ता समस्याले थप असहजता पैदा गर्न सक्छ। त्यसैले यदि अम्बा खानुहुन्छ भने पूर्ण रूपमा पाकेको र नरम अम्बा मात्र खानुहोस्, अर्थात् काँचो अम्बा खाँदै नखानुहोस्। नम्बर 5, स्टार फ्रुट। स्टार फ्रुट सुन्दर देखिन्छन्, तर यसमा अक्जालेट नामक तत्त्व उच्च मात्रामा हुन्छ। यदि तपाईलाई मृगौला सम्बन्धी कुनै समस्या छ भने गर्भावस्थामा स्टार फ्रुट सेवन नगर्नु नै राम्रो हुन्छ। अक्जालेटले मृगौलामा पत्थरी, किडनी स्टोन बनाउन मद्दत गर्छ र गर्भवती अवस्थामा यस्तो समस्याले थप जटिलता ल्याउन सक्छ। मृगौलाको समस्या भएका व्यक्तिहरूलाई अक्जालेट बढी भएका खानेकुराहरू नखान सल्लाह दिन्छ। गर्भावस्थामा महिलाको शरीरमा थुप्रै परिवर्तनहरू हुने भएकाले जोखिम कम गर्न यो फलबाट बच्नु बुद्धिमानी हुन सक्छ। याद राख्नुहोस्, हरेक शरीर फरक हुन्छ र कसैलाई एउटा चिजले असर नगर्न सक्छ, अर्कोलाई गर्न सक्छ। तर गर्भावस्था एक नाजुक अवस्था हो जहाँ हामीले कुनै पनि जोखिम मोल्नु हुँदैन। यी फलफुलहरू पूर्ण रूपमा खराब नभए पनि गर्भावस्थामा यिनीहरूको सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ वा सकेसम्म त्याग्नु नै राम्रो मानिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै पनि शङ्का वा चिन्ता भएमा सधैँ आफ्नो डाक्टर वा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। उहाँहरूले तपाईँको व्यक्तिगत स्वास्थ्य अवस्थाअनुसार सही सल्लाह दिनुहुनेछ। अत आज हामीले प्रेग्नेन्सीमा खान नहुने 5वटा फलहरूको बारेमा तपाईँलाई जानकारी प्रस्तुत गर्यौँ। तपाईँलाई हाम्रो प्रस्तुति कस्तो लाग्यो? कृपया सल्लाह, सुझाव र प्रतिक्रिया दिन नबिर्सनुहोला। र यस्तै खाले प्रेग्नेन्सीसँग रिलेटेड सम्पूर्ण जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो च्यानल ज्ञान सागर स्टुडियोलाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। भिडियो पुरा हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।